सबैजनालाई नमस्कार। म चाहिँ नयन रोकाए। हामी चाहिँ यो दुधकुण्ड र आकेश ताल भ्रमणको यात्राका क्रममा यति बेला एउटा भ्यालीमा छौँ। यो भ्यालीमा प्रशस्त मात्रामा चौरीहरू चरिरहेको अवस्था चाहिँ हो। यो भ्याली एकदमै ठुलो छ, जताततै फैलिएको छ। बिचमा एउटा खोला छ भने चारैतिर डाँडा पाखाहरू छन्, ठुल्ठुला पहाडहरू छन्। यहाँ देख्नुहुन्छ प्रशस्त मात्रामा चौरीहरू, चौरीका साना बच्चाहरूलाई निहाल्दै हुनुहुन्छ हाम्रो दाजु सुर्जन रोकाया। साथमा मदन रोकाया पनि हुनुहुन्छ। अहिले भिडियोमा चाहिँ देखिनु भएको छैन होला। अब हामी यो भ्याली हिँड्दै हिँड्दै अलि अगाडि गएर हामी चाहिँ उकालो बाटो लाग्नेछौँ। लगभग हामी उकालो बाटोमा पुगिसकेका छौँ। अब हामी यो उकालो बाटो हिँड्दा हिँड्दै कहाँ पुगिन्छ, दुधकुण्ड पुगिन्छ पहिला भन्ने छ। हामी पनि यो विषयमा धेरै जानकार छैनौँ, हामी एकदमै नयाँ नै हो। तर जानुपर्छ भन्ने उद्देश्यका साथ हामी हिँडिरहेका छौँ। उकालो छ, एकदमै बाटो अप्ठ्यारो छ। यो सँगसँगै उकालोको थकान मेटाउनका लागि हाम्रो मदन रोकाएर दाजुले एउटा गीत भन्नुहुनेछ। उहाँको गीत सुनौँ, त्यसपछि हामी उकालो लाग्नेछौँ। खेलाउनै रहेछ, त्यसलाई हेर्नु एउटा खेलाउनु छ, एकदम राम्रो गीत भन्नु छ। यसले गीत भनिकन माथि दुधकुण्ड पुगायो भर छ यस्तो भन्नु। खास भरोसा यसकै छ, खास भरोसा पाइला पाइलामा हामी यसलाई सम्झिन चाहन्छौँ। खास भरोसा यसैकै छ, गीत गाउला भनी खास भरोसा यसैकै छ, गीत गाउला भनी। दुधकुण्ड रमाइलो भन्दा घुम्न आया तमी, दुधकुण्ड रमाइलो भन्दा आया तमी। करिब 4.5 घन्टाको उकालो हिँडिसकेपछि यति बेला हामी दुधकुण्डको नजिक पुगेका छौँ। र हामीले अब दुधकुण्डलाई निहाल्ने तर्खरमा छौँ। अब हामी लगभग नजिकै पुगिसक्यौँ। र यो दुधकुण्डलाई हेर्नका लागि अगाडि हिँड्दै हुनुहुन्छ उहाँहरू, म पछाडि छु। ऊ हेर्नुहोस्, यो चाहिँ हो दुधकुण्ड। चारैतिर हिमालहरू छन्, एकदमै सेताम्मै हिउँ छ। तल एउटा ताल छ, यो तिला नदीको मुहानको रूपमा पनि रहेको छ। यो ताललाई हामीले यो कुण्डलाई निहालिसकेपछि हामी अगाडि बढिरहेका छौँ। अब हामी चाहिँ आकाशे तालको भ्रमणका लागि हामीले यात्रा तय गरेका हौँ। माथि डाँडामा देख्यो कि हिउँ छ, त्यसको उतापट्टि छ भन्ने आशंका चाहिँ छ। त्यसपछि हामी चाहिँ दुधकुण्डबाट लगभग 2 घन्टापछि हामी यो आकाशे तालमा पुगेका छौँ। यो हेर्नुहोस्, यो आकाशे तालको दृश्य यो हो। चारैतिर पहाडै पहाड, बिचमा ताल छ। एकदमै तालमा हिउँ जमे जस्तै जमिरहेको छ। यताउता सबै चारैतिर हिउँ नै हिउँ छ। ठुल्ठुला पहाडहरूमा हिउँ छ, हिउँ पनि पुरा एकदमै धेरै जमेको अवस्था हो। बाक्लो हिउँ, बिचमा ताल। दृश्य चाहिँ आकाशे तालको हो। ससाना तालहरू पनि धेरै छन् यहाँ। अहिले देख्न चाहिँ अलिक गाह्रो भइरहेको छ। उहाँहरू दुईजना माथिबाट एकदम खुसी भएर ताल निहाल्दै हुनुहुन्छ। थाकेको सबै बिर्सिसक्नु उहाँहरूले।